मलाई कमजोरदेखि उकालो चढ्न नसके प्रभु साथ्यौ मलाई कमजोरदेखि हिँड्दैछु साहस प्रभुकी आफन्त मेरो यहाँ कोही छैन मिश्र रूपी संसारमा आफन्त मेरो यहाँ कोही छैन मिश्र रूपी संसारमा तर प्रतिज्ञा छ प्रभु मलाई कहिले तिमीलाई छोड्ने छैन तर प्रतिज्ञा छ प्रभु मलाई कहिले तिमीलाई छोड्ने छैन हिँड्दैछु साहसाथ क्रुस बोकी प्रभुकै पछि पछि हिँड्दैछु साहसाथ क्रुस बोकी प्रभुकै पछि पछि उकालो चढ्न नसके प्रभु साथ्यौ मलाई कमजोरदेखि उकालो चढ्न नसके प्रभु साथ्यौ मलाई कमजोरदेखि हिँड्दैछु साहसाथ क्रुस बोकी Let's go to the book of Genesis chapter 31 and the pending verses we will do today. आज 31 अध्यायको अन्तिम जति रहेको खण्ड छ हामी हेरौँ. It is from 51 onwards and it is up to 54, 55. 51 देखि 55 पदसम्म रहेछ. ल सबै सकौँ आज चाहिँ. ल छोरी पढ दुई पद 51, 52. अनि लाबानले याकुबलाई भने यो रास हेर र यो खावा हेर जो मैले मेरो र तिम्रो बिचमा खडा गरेको छु यो रास साक्षी होस् यो खाबो पनि साक्षी होस् कि हानि गर्नका निम्ति म यो रास नाघेर तिमी कहाँ आउने छैन र तिमी पनि यो रास र यो खाबो नाघेर म कहाँ आउने छैन. 53, 54. अब्राहमका परमेश्वर र नाहोरका परमेश्वर उनीहरूका पिताका परमेश्वरले हामी दुईजनाको बीचमा न्याय गरून्. अनि याकुबले आफ्ना बाबु इजाकका भाइको नाममा कसम खाए. तब याकुबले पहाडमाथि बलि चढाए र आफ्ना दाजुभाइहरूलाई रोटी खान बोलाए अनि उनीहरूले रोटी खाए र पहाडमा रात बिताए. 55. And early in the morning Laban rose up and kissed his sons and his daughters and blessed them. And Laban departed and returned unto his place. प्रभुले आशिष दिउन्. यहाँनेरि हामीले what we saw till yesterday. Laban and Jacob together they set up the pillar of stones. And that was the stone of witness. त्यो चाहिँ साक्षीको स्तम्भ थियो, खाँबा थियो. अनि त्यसलाई नाम पनि दिएको थियो. उसले लाबानले भन्दै थियो जेगर साहादुथा भनेर भन्दै थियो. तर याकुबले त्यसलाई गलिद भने. मतलब के भन्दाखेरि यो चाहिँ तपाईँ र हाम्रो बीचको साक्षीको स्तम्भ हो, पिलर हो. This is the pillar of witness between me and you. And further it was named as Mizpah also by Laban, which means the Lord watch between me and thee when we are absent one from other. And further in the 50th verse we saw that Laban was warning Jacob that he will not be marrying any other women besides the wives that he has. And his wives were Rachel and Leah. लाबानले यही भनिराखेको थियो, मेरा छोरीहरूदेखि बाहेक तिमीले
अर्को कुनै पनि पत्नीहरू नल्याउनु, यो परमेश्वर अर्थात् यो स्तम्भ चाहिँ तिम्रो र हाम्रो बीचमा भएको यो साक्षी हो भनेर लाबानले भनेको कुरा हामी देख्छौँ। अनि when we look at verse 51, and Laban said to Jacob, behold this heap, and behold this pillar, which I have cast betwixt me and thee. So they set up the heap of stones, or the pillar, between Laban and Jacob, so that they will not encroach one to another. एउटाले अर्कोलाई मिच्नु पाउँदैन। लाबानले पनि याकुबलाई मिच्नु पाउँदैन। He is not going to interfere Jacob in his matters, and Jacob is also not going to fail the promises and interfere Laban in his matter. So they set up a heap of stones, or the pillar of stones there between them. Now in today's that is Christianity, अब आजको ख्रिस्टीय जगतमा चाहिँ हामी के हेर्छौँ? Such pillars do not exist anymore. The Christians do not set up such pillars anymore. त्यस्तै स्तम्भहरू आजको विश्वासीले राख्दैन। आजको विश्वासीको चाहिँ के हुन्छ? Matthew chapter 5 verse 37. Can you read? Matthew chapter 5 verse 37. Matthew 5:37. 5:37. Yes. तर तिमीहरूको वचन हो, चाहिँ हो होइन चाहिँ होइन रहोस्, किनकि यी भन्दा बढ्ता जे पनि दुष्टबाटकै हो। But let your communication be yeah, yeah, nay, nay. For whatsoever is more than these cometh of evil. तिमीहरूको वचन चाहिँ हो नै होस् र होइन चाहिँ होइन नै होस्। हो र होइन दुईटा हुँदैन, कुनी भन्ने कुरोहरू चाहिँ हुँदैन भन्छ। अहिलेको हालको हाम्रो यो क्रिस्चियनिटीले चाहिँ के भन्छ? हो भनेपछि हो, होइन भनेपछि होइन। कसम भन्ने कुरोहरू आउँदैन। यो के अरे कन्ट्र्याक्ट भन्ने कुरोहरू आउँदैन। लेखाइले मार्छ भन्छ परमेश्वरको वचनले, त्यो चाहिँ लेखे बराबर हो। हाम्रो चाहिँ विश्वास योग्यतामा काम गर्ने हो। We need to be faithful. That's all. When Jacob says that, okay, I'm not going to do that, he should not do it. When Laban says that, I will not do that, he should not do that. So their yeah should be yeah, and their nay should be nay. So that was the sign of the witness in those days. But nowadays, our yeah and our nay, they are themselves the signs. तिनीहरू नै हाम्रो के हो त? चिन्ह हो। अब हामीले हो र होइन हाम्रो हुँदैन, त्यो बीचको जीवन चाहिँ हुँदैन। प्रभुमा त्यसले अर्को के पनि देखाउँछ भन्दाखेरि, I belong somewhat to the world and somewhat to the Lord भन्ने कुरोहरू पनि देखाउँछ। म केही मात्रामा चाहिँ प्रभुको हो, तर केही मात्रामा चाहिँ संसारको पनि हो भन्ने कुरोहरू देखाउँछ। त्यस्तो हुनु हुँदैन क्रिस्चियन जीवनमा। परमेश्वरको वचनले भन्छ, nobody can ride 2 horses at a time, or nobody can be the masters of nobody can have 2 masters. दुईटा मालिकको चाकरी कसैले पनि गर्न सक्दैन भनेर परमेश्वरको वचनले भन्छ। त्यही कारण we need to be careful nowadays. And here it is said that यहाँनिर अब अर्को चाहिँ के भनिएको थियो भन्दाखेरि, what was the other thing that was said here? 52. This heap be witness, and this pillar be witness, that I will not pass over this heap to thee, and that thou shalt not pass over this heap and this pillar unto me for harm. 52 पदले पनि त्यही भने, 52 वर्ड्सले पनि यही पिलर चाहिँ, यही ढुङ्गाको थुप्रो चाहिँ साक्षी हुनेछ। And this pillar be witness,
that I will not pass over this heap to thee भनेको यो थुप्रो नागेर म कहिले पनि तिमी कहाँ आउँदिन अनि तिमीले पनि यो थुप्रो नागेर कहिले पनि म कहाँ नआउनु भनेर उनीहरूको बीचमा त्यो सम्झौता भयो. And this pillar unto me for harm shall not pass over the sheep, and this pillar unto me for harm. Let's see verse 53. The God of Abraham and the God of Nahor, the God of their father, judge betwixt us. And Jacob sware by the fear of his father Isaac. 53 मा चाहिँ the witness, that is the God of Abraham and the God of Nahor, the God of their father, judge betwixt us. This God was the God of Abraham and the God of Nahor and the God of their father in olden times. But now he has become our God because of Lord Jesus Christ, who died for the universal people. प्रभु येशू ख्रिस्ट सारा विश्वका मानिसहरूको लागि मर्नु भएको कारणले गर्दाखेरि जस कसैले पनि प्रभु येशू ख्रिस्टलाई विश्वास गर्छ भने यो परमेश्वर चाहिँ आज उनीहरूको पनि परमेश्वर हो. He is my God, he is Abraham's God, he is Kanchi's God, he is the God of all the believers, all the people all over the world, wherever the people they are from, whatever country they are from, whatever nationalities they are from, whatever caste they are from, उनीहरू जुनसुकै जातपातको किन नहोस्, जुनसुकै थरको किन नहोस्, जस्तै आज घरानाको त्यो मान्छेहरू किन नहोस्, तर ती सबैका परमेश्वर आज यो परमेश्वर चाहिँ सबैका परमेश्वर हुनुभएको छ. अनि यो परमेश्वर चाहिँ हामी सबैको के पनि हो त, न्यायकर्ता पनि हो. He is going to judge us. उहाँले नै हाम्रो न्याय गर्नुहुन्छ. हाम्रो न्याय गर्ने अरू कुनै कुरोहरू पनि छैन. 54. Then Jacob offered sacrifice after having done all those things. Then finally they offered sacrifice. Jacob offered sacrifice upon the mount. It was always the tradition of the people whenever they built a mound or they built an altar, or whenever they set up the pillars of stone, they always used to sacrifice there. So Jacob also is doing the same thing. He is sacrificing, and together he called his brethren to eat bread. त्यो उपासना गरेपछि बलिदान चढाएपछि जहिले पनि उनीहरूको के हुन्थ्यो, दाजुभाइ परिवार सबै मिलेर उनीहरूले के गर्थे, खाना खान्थे. अनि उनीहरू रातभरि उनीहरूले त्यो रात त्यही डाँडामा बिताए. एन्ड अर्ली इन द मर्निङ, भोलिपल्ट बिहानै झिसमिसेमा उज्यालोमा लाबान चाहिँ उठ्यो. लाबान चाहिँ को थियो? हु वाज लाबान टु जेकब? ही वाज हिज father in law. Okay, and he was the father of Rachel and Leah, and he was the grandfather of the children of Jacob and Rachel and Leah. बिहानै उठ्यो, बाजे हो, त्यहाँदेखि अन्त आफ्नो छोरीहरू दुईजनालाई चुम्मा खायो उसले. He kissed both his brothers and he kissed his sons. छोरीको छोराहरूलाई पनि छोरा मान्दो रहेछ क्या. यहाँनिर यसो विचार गर्दाखेरि उसको नातिहरू थियो, तर उसले के गर्थ्यो, छोरा हुन्थ्यो. छोराको छोरालाई पनि छोरा मान्थ्यो, फेरि छोराको छोरालाई पनि. Because we see that Jacob, when he was about to die, he called Joseph's son Ephraim and Manasseh, and he called them his own sons. जब मर्न ज्याकोबको 10 जना छोराहरू थियो. 10 जना छोराहरू मध्येमा अझै दुईजना युसुफका दुईटा छोरालाई पनि यिनीहरू पनि मेरै छोरा हो भनेर उसले दुईजना गाभेर 12 कुल बनायो इजरायल. एफ्राइम र मनस्सेलाई पनि मेरो छोराहरू हो, मेरो कुल हो भनेर उनीहरूले. सो छोरीको छोराहरूलाई पनि छोरा मान्थ्यो र छोराको छोराहरूलाई पनि छोरा मान्थ्यो. सो Laban he kissed his daughters and he kissed his grandsons and he blessed them and he returned to his own land. तर क्षति गरेन उसले, केही पनि गरेन, नोक्सानी पुर्याएन. So this is the end of the lesson.
कान्छीको च्याप्टर यही हो जहाँबाट प्रतिज्ञा हामीले पाएका थियौँ. वाट वाज योर ब्लेसिङ, वाट वाज योर प्रमिस? 31 and 3. And the Lord said unto Jacob, return unto the land of thy fathers and to thy kindred, and I will be with thee. So did Jacob return to his father's land? Yes. Where was he actually? He was in his father-in-law's house. So God wanted to bless him. So before blessing him, he wanted to return to his own land. उसलाई आशिष दिनु थियो, तर परमेश्वरले लाबानको घरमा होइन तर आफ्नै पिताको घरमा लगेर आशिष दिन चाहनु भएको कारणले गर्दाखेरि यो बाणी याकुबलाई आयो अनि नभन्दै याकुबले पनि के गरे त परमेश्वरको आज्ञा मान्यो. So later on, if we keep looking at the remaining chapters, then we can see how Lord has blessed Jacob and his family. पछाडि हेर्दै गयौँ भने परमेश्वरले कसरी याकुब र उसको परिवारलाई आशिष दिएका कुराहरू पनि हामी देख्छौँ. So if Lord commands us to do something, always there is a promise, but with the promise there is always a condition. एउटा प्रतिज्ञा हुन्छ, त्यो प्रतिज्ञासँग जहिले पनि के हुन्छ, एउटा शर्त हुन्छ. त्यो शर्तलाई हामीले पुरा गर्यौँ भने परमेश्वरले अवश्य त्यो प्रतिज्ञा हाम्रो जीवनमा पुरा गर्नुहुन्छ. अनि के रहेछ त यहाँ प्रतिज्ञा चाहिँ? रिटर्न अनटु द ल्यान्ड अफ दाइ फादर्स. यसको मतलब चाहिँ के हो? यु आर नट इन द ल्यान्ड अफ योर फादर. हाम्रो फादर चाहिँ अल्टिमेट फादर चाहिँ को हो त? हु इज आवर अल्टिमेट फादर? गॉड. I am not your permanent father. One day I will leave you and go away. एक दिन छोडेर म जान्छु.